माइला के पाक्दैछ? खाना रेडी भयो अब थोरै तरकारी बनाउनु मात्रै बाँकी। काम कस्तो भयो दाइ? आज काम के हुनु माइला, नेपालमा यस्तै छ। सब जहाँ हेऱ्यो चक्काजाम आन्दोलन। माइला एउटा सानो कुरा गर्नु छ, आएर बस्नु। ए हुन्छ दाइ। के कुरा दाइ गरौँ त? अब मैले अस्ति नै सोचिरहेको छु होइन। हजुर अब म एउटै जेठोबाट हो, मैले नै डिसिसन गर्नुपर्ने हो। हजुर अब कान्छा हेर्न है, यत्रो टाइम भइसक्यो अहिलेसम्म घरमा आएको छैन होइन। राति कति 12 बजे दाइ। अहिलेसम्म आएको छैन। अब यसो सोच्दाखेरि हजुर कान्छाको पनि अब यो पालि असार लागेछ। अब बिहा गरिदिउँ कि के जस्तो लागिरहेको छ, के छ विचार? कुरा त ठिकै हो ठुल्दै, तर एकचोटि कान्छालाई नि सोध्नु पर्ने कसो गर्ने होला दाइ? कान्छा कहाँ आइपुग्यो होला यतिखेर? त्यसै मुला विदेश जाँदैनस्? कति मोबाइल हेरेको? के जानु खोइ पैसै छैन। हो त्यही पैसै छैन भनेर त पैसा कमाउन विदेश जानुपर्छ भनेको त। एकचोटि पहिले भन्यो भने ठिकै हो, कान्छालाई फोन लगा त माइला। ए हुन्छ हस् दाइ, म एकचोटि फोन गर्छु न कान्छा कहाँ आइपुग्यो। यो दाइको फोन आएको हो। हेलो हेलो हजुर दाइ। कहाँ हो कान्छा त? साथीकोमा आएको दाइ। यहाँ दाइले खोजिरह त तुरुन्तै यहाँ त सुन्दाले यहाँ छिटो बोला भने तँलाई तुरुन्त आयो। ए ल ल दाइ, म एकैछिनमा आइहालेँ ल। हस् ल केटा हेर, अब हाम्रो कुरा यस्तै हो। जसरी पनि पैसा कमाउनु पर्यो, विदेश जानु पर्यो। त्यो कुरामा चाहिँ विचार गर है। ल ल ल बरु दाइले बोलाएको छ, अहिले म ल जान्छु। ल ल फेरि भोलि कुरा गर्नुपर्छ है। ल ल ल हजुर दाइ। कान्छा आइपुग्छु 12 बजी यस्तै छ पारा यो पनि। ल कान्छा यहाँ बस। साथीभाइसँग बसेको अलिअलि रमाइलो कुराकानी गर्दा गर्दा ढिलै भयो। साथीभाइसँग रमाइलो गरेर आइ भन्छस्, रात हेर्दा कति सिप्यो। यही हो त तेरो घर आउने टाइम। ए कान्छा, हजुर दाइ। अघि ठुल्दा र म एउटा सल्लाह भएको थियो। अब त्यो तेरो नि मनमा के छ यसो तँलाई नि सोधौँ कि भनेर चाहिँ फोन गरेर बोलाएको। के छ त विचार? के कुरा हो र त्यस्तो? ठुल्दै भन्नु त सम्झाउनु दाइ कान्छालाई। हेर कान्छा, अब माइला र मैले सल्लाह गरेको छु है। हजुर यसपालि लगन पनि छ, असारको महिना लागेछ। तेरो बिहे गरिदिउँ कि भन्ने सुर गरेको छु। हाम्रो घरमा चाहिँ एउटा बुहारीको नि खाँचो छ। यताउता हिँड्ने, हेर यति रात परिसक्यो, भर्खर आउँदैछस्, के छ विचार तेरो? कहाँ हुन्छ दाइ? म भर्खरमा विदेश जाने कुरा गर्दा आइरहेको छु साथीसँग। तपाईँले यहाँ बिहे गर्ने कुरा गर्दै हुनुहुन्छ। अहिले बिहे सिहे गर्दिनँ है म त। म विदेश जान्छु, पहिला पैसा कमाउँछु, आफ्नो खुट्टामा उभिन्छु, अनि मात्र बिहे गर्छु। कान्छाले भनेको पनि ठिकै हो माइला। हेर होइन, उसले आफ्नो खुट्टामा उभिन्छु भन्दा भन्दै हामीले यहाँ बाँध्नु त हुँदैन नि त, कि कसो? कान्छा कुरा पनि ठिकै हो है ठुल्दै। अब अर्काको छोरी लिएर आएर अरूले छोरा राख्नु पर्यो। अहिले अब सुन दिनु पर्यो, घर गहना दिनु पर्यो। घर गहनाले आकाश छुइसक्यो। देशको बेरोजगारी यस्तै हो, रुपियाँ कमाइ छैन। हामी 3 भाइ पनि कमाइ छैन, बाउको सम्पत्ति फुडिया कौडी छैन। कसरी हुन्छ त? कान्छा कुरा पनि ठिकै हो ठुल्दै। ओ ठिकै छ माइला, कान्छाले भने ठिकै हो। उसले आफ्नो खुट्टामा उभिन्छ भनेछ त ठिक छ। कान्छा विदेश गएर गाउँको अगाडि नाम कमाउनु पर्छ। ठुलो मान्छे बन्नु पर्यो कान्छा, पैसा धन कमाउनु पर्यो, धन। त्यही हो कुरो माइलाई गरिन्छ। ल ठिक छ।